ल ल भित्र आउने देखाउने होइन यहाँ दुनियाँलाई नाटक बाहिर बसेर बाली केसरी हो। होइन होइन होइन, के गरेको यो के गरेको? अलिकति चिया खाम भनेर गरे नानी। अनि भन्न सक्नुहुन्न यो तपाईँको गाउँको चुलो हो, मुखबाट फुक्ने यो ग्यास हो। अनि यहाँ पड्क्यो केही भयो भने मार्न आँट्नु भयो क्या हामीलाई। अचम्म छ, जानुभन्दा पनि जबरजस्ती बसिया छ, थेचारिया छ, उल्टै यहाँ आएर के चलाएको छ। उता जानु, म आफै पकाएर ल्याइदिन्छु। यो के हो दुलै? अचम्म, यो लुगा धुने मेसिन हो नि, के हुनु? त्यसो भए मेरो एउटा सल नि धोइदेऊ न बा। यहाँ ठाउँ छैन। अचम्म छ, एउटा सल पनि धुन सक्नुहुन्न भने कस्तो साह्रो पेलाउन खोजेको हो यहाँ आएर। एउटा सल धुन सकिँदैन गाउँमा, एक भारी आधी घन्टा हिँडेर धुन सक्नेले अहिले एउटा सल धुनलाई यहाँ मलाई भनिराख्नुहुन्छ बिजुलीको बिल कति उठ्छ, लगेर धुने आफै। अचम्म रहेछ, मेसिन पनि बिगारिदिन्छ नि। दुलै के भयो? कस्तो भोक लाग्यो आज, कप जोडी नसक्दै भएछ। एक छाक मासु ल्याएर खानु पाए हुन्थ्यो खसीको। ए गाउँदेखि सहर खसीको मासु खान पो आएको? छोरो नाति त बाहना मात्रै रहेछ नि त, त्यो घिच्न आएको रहेछ यहाँ दुःख दिनलाई। 5 दिन छोरो छैन भन्दा पनि जबरजस्ती थेच्या छ। आफ्नो माइतमा आमा बिरामी हुँदा पनि जान पाएको छैन, आफूलाई चाहिँ खसीको मासु खानुपर्ने दोषै आएको छ यहाँनिर। मान्छेलाई 2 खान पुगेको छैन, जाने थियो खुरुक्क। अहिले म त्यहाँ गुन्द्रुक पकाउँछु त्यही खाने। सम्म रहेछ। 1 प्लेट चिकन चिल्ली अनि 1 ठाउँ बिरयानी ल्याइदिनु ल। हस् छिटो ल्याइदिनु है, मेरो भाइ आउँछ लिनलाई। अब ट्याक्क कोठामा ल्याउने, खाने हो मस्त। बुढीलाई त यताबाट खसीको मासु। भाइ भाइ, किन बोलाएको दिदी? मैले होटलबाट चिकन चिल्ली बिरयानी अर्डर गरेको छु, लिन जा है। त्यो बुढीले नदेखिकन कोठाभित्र लुका लिएर आइज नि, खानुपर्छ भान्जा तम। गाउँबाट आएको सासूलाई चाहिँ एक छाक खसीको मासु पनि खुवाउन नसक्ने, अनि त आफूलाई चाहिँ होटेलबाट मगाई अर्डर गरी गरी खानुपर्छ। कस्तो अन्याय गरेको हो तैँले आमालाई? त मेरो भाइ कि त मेरो दुश्मन होस्? मैले जे गर्छु थपक्क मान्न, कति सिकाएको जान्ने भएको। जा थपक्क त्यहाँनिर लिएर आइज। ल ल बेहोरा सकिएको। बाबा मेरो राजा, मेरो कालु, मेरो प्राण, मेरो मुटु के त यहाँनिर लिएर बस्छ? नगर न नानी। मेरो एकछिन छोरो पनि छैन, नातिसँग बस्छु क्या। किन बस्नु पर्यो? पढ्नु परेन? पढ्ने आमा बेलामा भन च्यापेर होइन हुन्छ। मेरो बाबालाई। खै छोड्नु। मेरो नातिलाई त बस्न देऊ एकछिन। उता जा, नाति च्यापेर बिगार्ने होइन है, मैले भनिदिएको छु। तिमीहरू बेठा नआए म को जानु? मेरो नाति नच्यापे म के गर्नु बा? तिमीहरू बिना मेरो को छ र? मैले के गरेको छु र बाबु तिमीलाई? एकचोटि छोरालाई फोन लगाइदेऊ। कस्तो